अरूसँग बिहे त गर्दैनौ नि? अरूसँग बिहे गरे पनि तिमीसँग नि बिहे गरिहाल्छ नि। ढोका दिन भनेपछि भयो नि त। तिमीलाई कस्तो लाग्छ नि? तिमी त मोबाइलमा फोटो हेऱ्यो भने त हिरोनी जस्तै देखिन्छ। फुलबारीमा बस्यो भने पुटली जस्तै देखिन्छ। अब उता ढुङ्गामाथि बस्यो भने उता नपरेको भ्याएको जस्तै देखिन्छ। घुम्न चाहिँ अलि कसैले नदेख्ने ठाउँमा जानुपर्छ के? फेरि मान्छेले देखेर मामालाई भन्दियो भने? कसैले नदेख्ने ठाउँ भनेपछि ल ओडारमा जाउँ। तपाईँको छोरो खत्रै रहेछ नि। तिमीले कम्प्युटरै खायो? कम्प्युटर खायो? अब कसले तिर्छ? कतिवटा खायो यसले? कतिवटा खायो? कतिवटा खायो भन्ने पनि हुन्छ र? गरम गुलुम सबै खायो नि। कसरी खायो? पोलेर खायो? ए मैना बाउजू, तपाईँको बुढाले सम्झाउनु न हौ, कम्प्युटर पनि पोलेर खान मिल्छ? अहिले खेपाले चाहिँ भेट्छ है। कम्प्युटर भनेको पोलेर खाने हो, उसिनेर पो खाने होला त। तेरो बुद्धि छैन? तैँले कसले भित्र छिराएको हो? अनि यसलाई छिराउँदा के भयो त अनि? यो त दलित हो नि। यो दलित हो? होइन, अघि त मलाई कामी हो भन्थ्यो त अनि। हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे, हामी चाहिँ हेरेको हेरे। ल बाबु भन त, सिंगै बाख्रा निल्न सक्ने जीव कुन हो? छेपारो। यो कम्प्युटरको जमाना हो दाइ। हेर सरहरूले कुरा गरेको सुनेको, एउटा कम्प्युटर किनेर यो मूर्तिलाई इन्टरनेटसँग जोडिदिने हो भने यसले त पुरै विश्वै हल्लाउँछ अरे। 72 सालको भुइँचालो भन्दा कम हल्लाउँछ होला कि बढी हल्लाउँछ होला है? यता घाम पर्यो नि धारैमा हो, घाम पर्यो नि धारैमा। मोबाइल गरौँ भन्यो? निधा घाम होइन दाजु, निधारमा गोबर पर्यो, गोबर। सर्वोच्च शिखर सगरमाथाको उचाइ कति हो? होला 2-3 मिटर। नाप्न जान भ्याएको छैन। सुखहरूले हात उठाउनुहोस्। जुङ्गे अध्यक्षमा उठ्ने हो? होइन, आफ्नो यहाँ जिउ चिलाएर मर्ने एउटा, त्यही भएर कन्याको नि लुतो लाछ। बुढाबुढी मिलेर कुहिएको पात बेच्न हिँडेको? खिया परेको डोजर कुर्दा कुर्दा तेरो घुराउने खिया पर बिचरा। न्यार गर्छ बाघ होइन, नङ्ग्रा छ कुकुर होइन। भैँसी। हामी चिल्लाइ पनि हेर हिट फाट छौँ, हामी दाल भात खाए पनि ठिकठाक छौँ, हामी रिस राख्दैन जहिले इखराक छौँ। ओहो, कति राम्रो केटी गाँठे। यो केटीलाई बिहे गर्न पाए त म त 10 भाइ छोरा 5 बहिनी छोरी त भ्ल्याट कि भ्ल्याट जन्माइदिन्थे गाँठे।
मेरो खराब बानी छ मेरो खराब बानी छ मेरो खराब मलाई दिए पुग्छ सराब राम्रो पालन पोषण गरिदिने काम सबै हामी गर्छौं तपाईको छोरा दिने हो अहिले छोरा मन पर्यो भन्छ भरे मेरो बुढा मन पर्यो भन्ला म दिन सक्दैन है चर्चा मेरो मार्केटमा थोपडा मेरो वान्टेडमा भाइ त मेरो टार्गेटमा तडपे तँलाई मार्देला म उठ्छु ताली हो यो मान्छे चाहिँ उठ्छ है अस्ति बिहान 5 बजे उठेको मैले त देखेको भनेपछि यसको बाउको बाउ म हो आमा यो हो यसको बुढा म हो मेरो स्वानी यो हो हामी दुईजना यताउति भएर त्यो जन्मेको हो त्यही भएर त्यसको बाउ म हो रोकिदैन मरि जानेलाई हिँडिरहेको छु म त मस्त परिवर्तन भई तँलाई ध्वस्त पारिदिन्छु म त शनि गर चाहिँ मेरो किन उठाएको फेरि मैले एक्सर्साइज गर्न नपाउने मेरो व्यक्तिगत स्वतन्त्रको कुरो नि तिमीले भनेर हुन्छ लोकतन्त्रमा मैले आफ्नो इच्छा अनुसार काम गर्न पाइन्छ नि बुइधारमा परेछ त नि कान्ठाडे भनेको त ए बैधार दशा त बाजा बजाएर आउँदैन भन्थ्यो हो रहेछ दशा त चप्पल बजाएर पो आउँदो रहेछ हराम आँखाले हेर्ने होइन नि आँखा सफा गरेर हेर्न त मिल्छ होला नि हामी चाहिँ हेरेको हेरे 5 बहिनी छोरी भ्ल्याटकी भ्ल्याट जन्माएर सहयोग गर्नु पर्यो भने के लाज पचेको यो संसार डढे लुकाएको छ आहा कति नरम हात हामी यस्तै त हो नि ब्रो जहिले यस्तै त हो नि हो हामी यस्तै त हो नि ब्रो माथिको आदेश बिना यो काम म कसरी अगाडि बढाउन सक्छु हैन माथि हैन तु के गरेको हो माथि हैन अधिकृतले अनि माथिबाट आदेश आउँछ भन्छ अनि कहाँबाट आदेश आउँदो रहेछ भनेर हेरिरहेको छु आफूलाई कहिले बोल्न ठान त बग्ने खोला म हो तुफान मेरो कुरालाई मान मेटाइदिन्छु तेरो अब नाम निशान ढले ढले ए माता